गणक र सुपरीक्षकमा नाम निस्किएको सबैलाई र नाम निस्किएपछि तपाईँहरूले अब कहाँ सम्पर्क गर्ने, कहाँ के इन्टरभ्यू हुन्छ र के गर्नुपर्छ अगाडि, त्यसको लागि मैले यो भिडियो बनाइदिएको छु। ल भिडियो सुरु गरौँ। सबभन्दा पहिला हामीले यहाँ के गर्नु, क्रोममा जानु पर्यो। क्रोममा गएपछि हामीले के गर्नु पर्यो, यहाँ त्यही हामीले वेबसाइट एचआरएमएस एनएसओ नेपाल.जेबी.एनपी लगइनमा क्लिक गर्नु पर्यो। यसको वेबसाइटमा जानुहोस् है। त्यसपछि हामीले इन्टरभ्यू कहाँ दिने, प्रश्न के सोध्छ, अनि हुन्छ ट्रेनिङ के हुन्छ, कहिलेदेखि काम सुरु हुन्छ, के कसो छ, सबै कुरा यही भिडियोमा तपाईँहरू जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। सो भिडियोलाई लास्टसम्म अन्त्यसम्म हेर्नुहोला र च्यानललाई सब्सक्राइब गरेर प्लिज राख्नुहोला। हेर्नुहोस् है, राष्ट्रिय तथ्याङ्क कार्यालयको पेज रहेछ। त्यसमा तपाईँहरूले सबैभन्दा तल यसरी स्क्रोल गर्नु है। तल यसरी जाँदा हाइलाइट आउँछ है। हाइलाइटमा तपाईँलाई हेर्नु, यहाँ चैत्र 12 गते 2082मा एउटा चाहिँ के गर्छ, सूचना आएको छ। राष्ट्रिय आर्थिक गणक 2082 सुपरिवेक्षक र तथा गणक पदको लागि प्रारम्भिक सूची सर्टलिस्टको प्रकाशन सम्बन्धी सूचना। हेर्नुहोस्, यसलाई क्लिक गर्नु। यसमा तपाईँले बुझ्न सक्नुहुन्छ के कसो हामीसँग इन्टरभ्यू कहाँ दिने, के कसो कहाँ गएर सम्पर्क गर्ने, त्यो सबै कुरा है। अनि तपाईँलाई यदि इन्टरभ्यूमा सोधेको प्रश्नहरू के सोध्छ, के सोध्दैन, त्योहरू चाहियो भने तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। मैले अर्को भिडियो भोलि ल्याउने नै छु। यसरी गरेर तपाईँहरूले यहाँबाट नै आरामले हेर्नु, सबै पुरै सूची तपाईँहरू पढ्न सक्नुहुन्छ आफै पनि। यहाँबाट म एकचोटि मात्र सरसर भनिदिन्छु। हेर्नु, प्रारम्भिक सूचीमा पर्नुभएको उम्मेदवारले अन्तर्वार्ताको लागि सम्बन्धित जिल्लाको जिल्ला आर्थिक गणना कार्यालयमा सम्पर्क गर्नुपर्नेछ है। जिल्ला आर्थिक गणना कार्यालयको सम्पर्क नम्बर तथा जिल्ला स्थानीय तहका अनुसार सुपरिवेक्षक र गणकले करारका लागि आवश्यक माग सङ्ख्या समेत यसै सूचना तथ्य सङ्कलन रहेको छ। तपाईँ पुरै पढ्नु होला, सबै कुरा यसमा रहेको छ। मैले मात्र तपाईँहरूले इन्टरभ्यू कहाँ दिनु पऱ्यो, कहाँ सम्पर्क गर्नु, के हुन्छ, सबै कुरा यहाँ देखाउँछु है। सम्पर्क मिति 2082 चैत्र 16 गतेदेखि चैत्र 19 गतेसम्म है। अन्तर्वार्ता कहाँ हुन्छ, सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयले तोकेको स्थान, मिति र समयमा। अन्तर्वार्ता दिन जाँदा आवेदन दिँदा पेश गरिएको कागजात सकल प्रति विदेशी शैक्षिक संस्था प्रमाणपत्र पेश गरेको भएमा अनिवार्य रूपमा के छ, समक्षता प्रमाणपत्र र सम्बन्धित जिल्लाको आर्थिक गणना कार्यालयले तोकिएको बमोजिम अन्य कागजात साथ जानुपर्नेछ। अर्थ, हामीले जुन आवेदन दिँदै बेलामा जुन कागजहरू हामीले आफूले पढेको त्योहरू सबै थियो नि, सबै कुरा लिएर सक्कल, त्यो पनि असली भनेको लिएर जानु होला। तालिम हेर्नु, त्यसपछि के भन्दैछ, तालिम सङ्कलन छनौट भए जनशक्तिलाई 2082 चैत्र 26 गतेदेखि 30 गतेसम्म सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमा तालिम प्रदान गरिनेछ है। बुझ्नुभयो सबै कुरा तपाईँहरूले। यो तपाईँहरूले यहाँबाट आरामले पढ्न सक्नुहुन्छ। र यदि यो सबै हेरिहाल्नु, त्यसपछि यदि तपाईँहरूलाई इन्टरभ्यूमा के सोधिन्छ, कस्तो सोधिन्छ, के सोधिन्छ, त्यो चाहियो भने मैले छुट्टै एउटा भिडियो बनाउने नै छु। तपाईँहरू तलमा कमेन्ट गर्नुहोला। मैले तपाईँहरूलाई सबै कुरा प्रश्नसँगै उत्तर पनि बनाएर अर्को भिडियोमा ल्याउने छु। आजको लागि यतिकै, धन्यवाद। च्यानललाई सब्सक्राइब गर्नुहोला र बेल बटन दाब्नुहोला र सेयर गर्नुहोला र लाइक पनि गर्नुहोला। धन्यवाद। जय नेपाल।